दाजु अनि बर्खा लाग्यो धानको बिउ राख्यौ कि छैन हौ? भाइ के गरेर राख्नु हौ, बुढाबुढी मात्रै छौँ, छोराछोरी छैनन्। अब यसो अध्यय दिनुपर्छ होला हौ, राखिएन पो यसपालि त। हौ अध्यय दिँदा अध्यय गर्नेले गतिलो गरी धान नरोप्नु सक्छ। हौ जिउ सदाउनुको लागि भए पनि यति खेती त गर्नुपर्छ हौ दाजु। भाइ त्यसो भए मिलिमिली गर्ने बेला भयो हौ। मिलिमिली गरौँ न। नानीहरू नभए पनि दुईजना हुनुहुन्छ, हामी पनि त दुईजना छौँ। अब मिलिमिली खेती गरौँ न। त्यसो भने के बेड राख्ने कि क्या हो त भाइ? राखौँ लु, भोलि राखौँ ल। पानी पर्दैछ, हलगरु छ। दाजु खेती नगर्दा त यो ज्यान त नि बिग्रिने रहेछ नि, साह्रै सुख खोज्ने हुन्छ। अब काम त गर्नुपर्छ हौ। लु लु भोलि ब्याड राखौँ है। यसपालि मजाले खेती गरौँ आफू नै। म त आँटेको थिएँ कि अब बुढाबुढी मात्रै छौँ, सबै अध्यय दिउँ भनेर पो आँटेको थिएँ त भाइ। हो त्यसो नगरौँ, लु गराउनु पर्छ है। लु भोलिदेखि गर्नु त्यसो है त। ल